हेलो एभ्रिवान, नमस्ते हजुरहरूलाई सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। हजुरहरूले देख्न सक्नुहुन्छ आज म फेरि हजुरहरूको माझमा नयाँ भ्लग लिएर आइसकेको छु। हजुरहरूले साथ सपोर्ट दिनु होला, अन्तिमसम्म हेर्नु होला। अनि आज म चिकन अचार बनाउन जाँदैछु। मेरो एउटा सानो बिजनेसलाई हजुरहरूले भरोसा गरेर यति धेरै अर्डर गर्नुहुन्छ, त्यसको लागि धेरै धेरै धन्यवाद। अनि आज पनि म फेरि चिकन अचार गर्न जाँदैछु। चिकन अचार गर्नको लागि मैले आज मासु लिन जाँदैछु। साथीहरू, मैले मासु पनि लिएर आइसकेँ। अब यो मासुलाई मैले फ्राई गर्नको लागि सानो सानो पिस गरेर यसलाई रेडी पार्दैछु। अब म यसलाई सानो सानो पिस गर्छु। अनि यो सानो सानो पिस पनि गरेँ। अब बेसार, नुन अनि खुर्सानी हालेर यसलाई एकदम राम्रो तरिकाले मोलेर थोरै बेर यसलाई राख्छु ढाकेर। अनि फेरि त्यो ढाकेर राखिसकेपछि यस्तो हुन्छ। अनि यस्तो भयो। यो मरमसलाहरू हालेर अब यसलाई भने म फ्राई गर्नको लागि रेडी गरिसकेको छु। प्यान पनि तातिसकेको रहेछ त्यति बेलासम्म। अनि यो प्यानमा मैले हालेँ। अनि सबै फ्राई गरेर भइसकेपछि मैले अचार बनाउनको लागि मसलाहरू कुटेर राखेको अदुवा लसुनहरू हालेँ। अनि त्यसलाई एकैछिन रातो हुनसम्म पकाउन दिन्छु। र त्यसमा मैले अब पिसेर राखेको मसला खुर्सानी मिक्स गरेर त्यसलाई एकैछिन पकाउँछु। सबै मिक्स गरेर यसलाई थोरै बेर पकाएर अनि यसलाई रातो हुनसम्म पकाउने। अनि यसमा टेस्ट लिने भनेकै यही मसलाहरूले हो। यो हाम्रो मसला अर्ग्यानिक नै हुन्छ। अनि अब मैले त्यो फ्राई गरेर राखेको चिकनहरू त्यो मसलामा मिक्स गर्छु। केही बेर यसलाई चलाएर मिक्स गरेर अब मैले त्यो कराईमा सानो भयो। अब म बाटामा खनाएर यसलाई हल्का फेरि पनि मोल्छु। जति मोल्यो त्यति भित्रसम्म नुन खुर्सानीहरू पस्छ, मसलाहरू जान्छ। त्यसैले हामीले अचारले चाहिँ मोलिरहनु पर्छ। अब म यसलाई यस्तो भएको छ। हाम्रो अचार रेडी पनि भइसक्यो, देख्न सक्नुहुन्छ। यस्तो भयो हाम्रो अचार। अब म प्याकिङ गर्छु। आजको अर्डर थियो, धेरैजनाले अर्डर गर्नुभएको छ। म अर्डर प्याकिङ गर्दैछु। यो हाम्रो आधा किलोको डब्बा हो। अब मैले 250 ग्रामको पाउको डब्बा पनि भर्दैछु। हजुरहरू देख्न सक्नुहुन्छ यो सानो खाले पाउको डब्बा हो। अब यसमा पनि प्याकिङ गर्नुपर्ने छ, अर्डर धेरै नै छ। सो पाउको पनि अर्डर प्याकिङ गर्दैछु। अब मैले सबै अचारहरू प्याकिङ गरेर हजुरहरूलाई यसरी सिल प्याक गरेर हजुरको माझमा पुर्याउन सफल भएको छु। धेरै ठाउँमा मैले यसै गरी नै पठाइरहेको छु। अनि हजुरहरूको माया साथ सपोर्टले आज म सानो बिजनेसलाई सुस्त बिस्तारै बिस्तारै अगाडि बढाइरहेको छु। यस्तै सपोर्टहरू गर्नुहुन्छ भन्ने आशाका साथ हजुरहरूको अर्डर प्याकेजिङ गर्दैछु। यो पनि रेडी भयो। अब सबै अचारहरू प्याकिङ गरेर रेडी भइसकेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ यो 250 ग्रामको अचार भने यो 500 ग्रामको अचार। देख्दा नै खाउँ खाउँ जस्तो लाग्ने कति राम्रो देखिएको छ। हेर्नु त, हजुरहरूले पनि यस्तै अचारहरू खान चाहनुहुन्छ भने मलाई सम्झिनु होला। नमस्ते, फेरि पनि हजुरहरूको माझमा मैले चिकन अचार लिएर आइसकेको छु। हजुरहरूले मेरो टिकटक भिडियोहरू हेरेर धेरै टाढा टाढाबाट मेसेजहरू गर्नुभएको छ, अर्डरहरू गर्नुभएको छ। हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद। फेरि पनि यस्तै अर्डर गर्नुहुनेछ भन्ने आशाका साथ मैले आजको प्याकेजिङ भिडियो, आजको चिकन अचार प्याकेजिङ भिडियो लिएर आइसकेको छु। हजुरहरूले देख्न सक्नुहुन्छ यो चिकन अचार छ, आधा किलोको चिकन अचार। बुटोल देवीनगरबाट एकजना सिस्टरले मगाउनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। म उहाँको प्याकिङ भिडियो गराइदिँदैछु। अनि आज धेरै नै चिकन अचार मगाउनु भएको छ। उहाँहरू सबैको मैले प्याकिङ भिडियोहरू लिएर आएको छु। हजुरहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला। यो भयो उहाँको बुटोल 11 देवीनगरको चिकन अचार।